पहिला त यहाँ यसमा लेखेको आफ्नो नाम र दर्ता नम्बर त्यसमा लेख्ने। अब यता नेपालीमा छ भने नेपालीमा लेख्नु पर्यो नाम, यता पनि नेपालीबाट लेख्नु पर्यो, यता इङ्ग्लिसमा लेख्यो भने यता पनि इङ्ग्लिसबाटै लेख्नु पर्यो। आज हामी तपाईहरुलाई यो भिडियोमा लिखित परीक्षा कसरी पास गर्ने, के कुराहरू गर्नुपर्छ भन्ने विषयमा सिकाउन गइरहेका छौं। हामीले नियमित शनिबार सधैँ शनिबार चाहिँ लिखित परीक्षा पास गर्ने तरिकाहरू हाम्रो प्रशिक्षार्थीहरूलाई सिकाउँदै आइरहेका छौं। आज लिखित परीक्षा पास गर्नको लागि हामीले सबैभन्दा पहिला आफ्नो नाम, थर, सही र दर्ता नम्बर स्पष्टसँग राम्रोसँग बुझिने गरी लेख्नुपर्ने हुन्छ र त्यस प्रश्नपत्रमा 25 वटा क्वेशन सोधिएको हुन्छ। 25 वटा मध्ये हामीले मिलाउनु पर्ने भनेको 15 वटा हो। 15 वटा मिलायौं भने हामी पास हुनेछौं। त्यसैगरी 60 अंक लिएर आउनु पर्ने हुन्छ। जम्मा 100 अंकको क्वेशन हुन्छ भनेदेखि हामीले 60 अंक लिएर आउनु पर्यो। त्यसमा 15 वटा मिलाउनु पर्छ। गर्दाखेरि 1 नम्बरको क्वेशन सर र पढिसक्ने, त्यसपछि 4 वटा अप्सन क ख ग घ भनेर दिएको हुन्छ। सोही क ख ग र घ मध्ये जुन मिल्छ मिलेको अप्सनमा गोलो घेरा दिएको हुन्छ। उक्त घेरामा गोलो चिन्ह लगाउनु पर्दछ। पहिला त यहाँ यसमा लेखेको आफ्नो नाम र दर्ता नम्बर त्यसमा लेख्ने। अब यता नेपालीमा छ भने नेपालीमा लेख्नु पर्यो नाम, यता पनि नेपालीबाट लेख्नु पर्यो, यता इङ्ग्लिसमा लेख्यो भने यता पनि इङ्ग्लिसबाटै लेख्नु पर्यो। अनि यता आफ्नो सिग्नेचर गर्नु पर्यो। त्यसपछि 25 वटा प्रश्नहरू सोधेको हुन्छ। त्यसमा आफूलाई प्रश्न पढेर जुन आफूलाई यो ठिक हो जस्तो लाग्छ त्यसमा पुरै गोलो लगाएर यसमा केरेर यसमा गोलो टिक लगाइदिने। फर्स्ट नाम लेख्नु पर्यो, त जुन नेपालीमा लेखे पनि उता पनि नेपालीमा लेख्नु पर्यो। अनि दर्ता नम्बर अनि सही गर्नु पर्यो। जम्मा 25 वटा क्वेसन हुन्छ अनि 15 वटा मिलाउनु पर्यो। अनि क्वेसन सोधेको हुन्छ अनि जुनमा एन्सर मिल्छ त्यसमा गोलो चिन्ह लगाइदिनु पर्यो। तपाईहरु पनि यसै गरी लिखित परीक्षाको तयारी गर्न चाहनुहुन्छ, ड्राइभिङ सिक्न चाहनुहुन्छ, लाइसेन्स बनाउन चाहनुहुन्छ भनेदेखि बीएमके ड्राइभिङ स्कुल बनेपालाई सम्झन सक्नुहुनेछ। हामी बीएमके ड्राइभिङ स्कुल बनेपा तिन्दो बाटोबाट सिनागाल जाने बाटोतर्फ रहेका छौं। हामीलाई फेसबुकमा पनि फलो गर्न सक्नुहुनेछ।